कमजोर मानिसहरूले बदला लिने गर्छन्, बलिया मानिसहरूले माफी दिने गर्छन् अनि विद्वानहरूले त्यस्ता कुराको वास्ता नै गर्दैनन्। हजुर नमस्कार सम्पूर्णमा म कार्यक्रम सञ्चालिका अर्चना दाहाल। आज मिति 2082 साल 8 महिना 10 गते, तदनुसार नोभेम्बर 26 बुधबारका दिन बिहानको ठिक 10 बजेको छ। प्रकृति एकेडेमी एन्ड इनोभेसन सेन्टर प्राइभेट लिमिटेडले आयोजना गरेको 7 डेज पब्लिक स्पिकिङ एन्ड कन्फिडेन्स बिल्डिङ ट्रेनिङमा उपस्थित सम्पूर्ण महाआयोजक टिमको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट हार्दिक स्वागत गर्दछु। ज्ञानको ज्योति फैलाउने र बोल्न सिकाउने उद्देश्यका साथ यो कार्यक्रम सञ्चालन गरिएको हो। कार्यक्रमलाई अगाडि बढाउनुभन्दा पहिले कार्यक्रमका नियमहरू रहेका छन्। हुन त हजुरहरू शिक्षित र सभ्य नै हुनुहुन्छ, यद्यपि कार्यक्रमका नियमहरू यस प्रकार रहेका छन्। कार्यक्रम अवधिभर कृपया मोबाइल फोनलाई साइलेन्ट मोडमा राखिदिनुहोला। केही अप्ठ्यारो परेमा भोलिन्टियर साथीहरूसँग समन्वय गरिदिनुहोला। बिहानको 10 बजे सुरु भएको कार्यक्रम दिउँसोको 3 बजे समापन गरिनेछ। आशा गर्दछु कि कार्यक्रम अवधिभर मलाई सुनेर साथ दिनुहुनेछ। अब कार्यक्रमलाई अगाडि बढाउन आसन ग्रहणबाट म विशिष्ट व्यक्तिहरूको आसन ग्रहण गराउँदै जानेछु। स्वयंसेवकको भूमिकामा रहनुभएकाहरूले खादा माला ब्याज वितरण गरी कृपया सहयोग गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। आजको यस कार्यक्रमको अध्यक्षता ग्रहण गरिदिनु हुन यसै संस्थाका संस्थापक आदरणीय राजेश दाहाल सरलाई हार्दिक अनुरोध गर्दछु। साथै सभाध्यक्षको अनुमति लिएर आसन ग्रहणलाई अगाडि बढाउने क्रममा प्रमुख अतिथि, डाइनामिक व्यक्तित्वको धनी, वरिष्ठ ट्रेनर आदरणीय प्रकाश केसी सरलाई आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। त्यसै गरेर विशेष अतिथि, हँसिलो मुहारकी धनी हाम्रो आदरणीय गुरुआमा लीला तिमल सिन्हा म्यामलाई पनि आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दै उपस्थित सम्पूर्ण महानुभावहरूलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन विनम्र अनुरोध गर्दछु। आसन ग्रहणको क्रमलाई केही समयको लागि थाती राखी कार्यक्रम अगाडि बढाउँदछु। राष्ट्रको गौरव राष्ट्रिय गान। हजुर राष्ट्रिय गानमा सरिक भइदिनु हुनका लागि यथास्थानमा उभिएर राष्ट्रिय गानमा सरिक भइदिनु हुनका लागि सम्पूर्ण उपस्थित आदरणीय महानुभावहरूलाई आग्रह गर्दै टेक्निकलमा रहनुभएका साथीलाई राष्ट्रिय गान बजाइदिनु हुन अनुरोध गर्दछु। धन्यवाद। यसै गरी